यो क्षेत्र नम्बर 3 मा नारायण काजीजीलाई ल्याउनुको तात्पर्य उहाँ धेरै राम्रो काम गर्नु भएको थियो र हामी भारी मतले उहाँलाई जिताउनु पर्छ र यो हाम्रो क्षेत्रमा 3 महिनामा उहाँलाई घुमाउनु पर्छ विकास निरीक्षणको लागि। हामी मार्फत भोट आउँछ र हामी मार्फत नै विकास हुन्छ। त्यो उहाँले त धेरै काम गर्नु भएको छ। बाँसबाडी काण्ड अनि ललिता निवास काण्ड अनि घुसपेटियाहरूलाई घुस खान नदिएको धेरै उदाहरणीय काम देखेर उहाँ चाहिँ आफ्नो 11 महिना मात्रै उहाँ आफ्नो पदमा बस्नुभयो। अझै बढी बस्न उहाँलाई त्यो अरू विपक्षीहरूले बस्न नदिएको कि सबैको पोल खुल्छ भनेर उहाँ 11 महिनामा सबै चिज खोतल्नु भयो। जब पदमा आउँछ कि उनीहरू प्रतिद्वन्दी पार्टीहरू डराइहाल्छ कि मेरो पोल खुल्छ भनेर। अनि त्यति सानो समयमा त्यति राम्रो काम गर्नुभयो भने 5 वर्षमा त कायापलट गर्नुहुन्छ नि त। त्यो भएर हामीलाई नारायण काजी दाइ नै चाहियो।